ल आज घुम्न कहाँ जाँदैछौँ ल घुम्न जाँदैछौँ है त गाइस आजको ब्लग पनि आउँछ आउटफिट चेक आउटफिट घुम्न जाँदै आज गाइस ल अब हामी जाँदैछौँ घुम्न हामी आइसक्यौँ त अलमोस्ट है त गोवा कराइरहेको छ फेरि यसो घुमिदिउँ न त एकचोटि अलमोस्ट कस्तो दामी देखेको है अझ अहिले पानी परेर यसो देखिएछ क्या सनसेट राम्रो देखिन्छ डिफ्रेन्ट फिल हुने क्या ओसिन ठाउँमा आउँदा हो नि पिस है घरमा कुतै ठिक हुने मजा आइरहेछ होइन त कस्तो लागिरहेछ तिमीलाई तिमीलाई कस्तो लागिरहेछ मैले त भनिसकेँ त मजा लागिरहेछ रमाइलो लागिरहेछ अब हामी उता जाँदैछौँ दामी देखेको है तर क्यामेरा को हो अलिअलि भयो नि भित्रसम्म भन्न मिल्छ होला है कस्तो राम्रो हामी प्रस्तुत गर्दैछौँ तपाईँलाई समुद्रको प्रस्तुत छ तपाईँलाई समुद्रको साथ यहाँबाट डाइभिङ गर्न पाइँदैन रे सत्र म त डाइभ हान्नु तयार थिएँ छुपेपछि हेर न राम्रो छ यार एकदम दामी छ यार तर घाम लाग्यो बेला कस्तो सही देखिन्छ होला है त्यहाँ के हुँदैन समुद्र बिचमा के हुन्छ माछा हो क्या हो यो गरेछ के छ अब हामी अर्को साइडतिर घुम्न जाँदैछौँ होइन कस्तो लाग्दैछ बुढी मलाई त एकदम रमाइलो लाग्दैछ टक्क भएर होइन यहाँ अघि हामी गएको अहिले यस साइडबाट आएर टक्क यहाँ चराहरू कति कराउने क्या तर यार है कस्तो लाग्दैछ त घुम्न आएको आज अरू विकेन्ड्समा आउँछ न हामी चाहिँ होइन विक्स डेजमा आउँछ हामी चाहिँ सनसेट भइरहेछ होइन अब सानोलाई मनपर्छ सनसेट एकदमै सानो पछाडिदेखि साइकल आइरहेछ एकदम होसियार साइकल गयो टक्क भएर सनसेट भएर कस्तो दामी यहाँ देखेको है अब हामी फर्किँदैछौँ गाइस है त त्यहाँ पुग्छौँ होला सायद कहाँनिर ओके ओके पर देखिन्छ त्यही पुग्ने हामी लगाइस म यहाँ एउटा कुराले के छक्क परेछु भने चाहिँ यहाँको कुवाहरू यस्तै हो सेतो भयो कुवा हेर न सेतो छ है कस्तो मन लाग्यो लोभ लाग्यो यार यो देखेर पछाडि ब्याकग्राउन्डमा बुढीलाई देखेर पनि
टक्क बिचलाई देखेर पनि टक्क होइन हामी कफी लिन आएको छौँ कफी खाने होइन घुम्दै मस्त पाराले कफी खानु मजा आउँछ अनि कफी खाने बस्ने होइन रमाइलो गर्ने टक्क जाडो छ चिसो छ टक्क सी साइडमा वाक गर्न चाहिँ मजा आउने है सानो टक्क सी साइड यो साइडमा सी भइहाल्यो चाहिँ कफी खाने हामी ल हामी चाहिँ खाना बस्यौँ कफी टक्क भएर अनि सानो कति धेरै चिप्स दिएको है तर सानो त गाइस खानु सुरु गऱ्यो 7 वर्षको कफी पनि भइसक्यो हामीले हामी घरतिर फर्किएर है त गाइस बस स्टपमा जहाँ जुनसुकैको नि अस्ट्रेलियाको जुनसुकै बस स्टपमा के चराहरू गराउँदो रहेछ कि कहिले म छक्क परेको चाहिँ